हेलो सम्पूर्ण मेरो साथीभाइहरूलाई नमस्कार। यति बेलाको लौ त साथीभाइहरू, म चाहिँ अहिले घरि भने आलडाँडा आइपुगिसकेको छु र तपाईँहरूको समक्षमा यहाँको आजको भ्यू अनि वेदर कस्तो छ भनेर तपाईँलाई जानकारी दिन लागिरहेको छु। हेर्नुहोस्, एकदम आज चाहिँ 360 डिग्री भ्यू छ है साथीभाइहरू। हेर्नुहोस् है त, एकदम पर्यटकहरूको पनि आवाज चलि नै रहेको छ। एकदम कञ्चनजङ्घाहरू तपाईँले एकदम क्लियर साफ नजर देखिरहनु भएको छ। हेर्नुहोस् है, पर्यटकहरू यसरी बसेर एकदम चियाको लुफ्त उठाइरहेछ है। एकदम बन्दोबस्त गिटारको साथमा छ है। यसरी हेर्नुहोस् है, एकदम 360 डिग्री भ्यूज छ है साथीभाइहरू। हेरिहाल्नुहोस् है, यहाँ तल भने एकदम पर्यटकहरूले लुफ्त उठाइरहेको छ। सरारा हावाको मजा लिँदै र यसरी हाम्रो नजिकै आलडाँडा भ्यू पोइन्टमा पनि पर्यटकहरूको निम्ति है, साँझो सामानको निम्ति, खानेपिउनेको निम्ति एकदमै दोकानहरू पनि चडक चडिक पारेर राखिदिएको छ है। हेरिहाल्नुहोस् है, तपाईँहरूले एकदम फास्टफुडहरू पनि पाउनुहुन्छ। यहाँबाट तपाईँहरूले कञ्चनजङ्घाको दृश्य हेर्न सक्नुहुन्छ। एकदम नजिकभन्दा नजिक गरेर हेर्न सक्नुहुन्छ। यो तपाईँहरूलाई सामान लगाइदिएको छ, वाइन कुलरहरू। एकदम आज चाहिँ तपाईँहरूको निम्ति 360 डिग्री नै एकदम भ्यूज साफ छ है साथीभाइहरू। हेर्नुहोस् है कञ्चनजङ्घा।